हो यतितिर हिँड्नु त आउनु ऊ त्यहाँदेखि अस्ति नै तपाईँ र विष्णुहरू आउनुभएको त्यहाँ हो कि उयो बस्ने देखेछ नि उयो सिटहरू जस्तो रातो र पहेँलो देखेछ नि उयो रातो र पहेँलो देखेछ नि ऊ त्यो लामो अगाडि यहाँ होइन हौ उतापट्टि हो त्यो सेतो हो त्यही हो क्या आउनु पक्नु है म उताबाट गर्छु वार्ता सङ्गत भयो भने राम्रो छ होइन हिँड्नु जाम हिँड्नु बागमती नदी पशुपति आर्यघाट आमा उताबाट जामा आमा यताबाट जान नमिल्दो रहेछ बन्द गर्ने रहेछ बन्द गर्ने उताबाट निस्किनुपर्छ ल बिस्तारै आउँदा比如说谈恋爱都可以，但是结婚的时候不敢了。不敢。因为谈恋爱这段时间也是说你पशुपतिनाथ मन्दिर आर्यघाट क्षेत्र
दाह संस्कार स्थल। यो पानी बागमती नदी, यो नाम मात्रको नदी छ तर पानी यति फोहोर छ कि यो पानीमा धेरै ठाउँका फोहोर पानीहरू मिसिएर आएको छ। यी काठमाडौँ भ्याली भित्रका कतिपय ठाउँका ढलहरू पनि मिसिएको छ यो पानीमा। यो बागमती सरसफाइ अभियान धेरै सङ्घ संस्थाहरूले चलाउँछन् यो बागमती सफाइ गर्ने अभियान, तर यो कहिल्यै पनि पूर्ण हुन सकेको छैन। यो सरसफाइ गर्नको लागि राज्यले नै यसलाई प्राथमिकतामा राखेर कहाँदेखि सरसफाइ गर्नुपर्ने हो त्यसलाई अध्ययन गरेर सरसफाइ गरियो भने मात्रै यो पानी शुद्ध हुन्छ, नत्र यो पानी कहिल्यै पनि सफा हुने छैन। यो यस्तै हो। हिन्दू धर्मको प्रमुख स्थल पशुपतिनाथ भएको हुँदाखेरि यहाँ आउने भक्तजनहरू हिन्दू धर्मप्रति आस्था राख्ने जुनसुकै देशबाट आएका नागरिकहरूले पनि यो बागमतीको पानीलाई जलको रूपमा ग्रहण गर्ने गर्दछन्, तर यो पानी शुद्ध गर्न नसकेको हुँदाखेरि यहाँनिर मान्छेहरूले यसलाई नाम मात्र बागमती नदी भनेर भनेको छ, तर यो पानी शुद्ध नभएको हुँदाखेरि मान्छेहरू त्यति सोचे जस्तो खुसी हुन सक्दैनन् यो पानी देखेर। यो लामो समयदेखि यो पानी सरसफाइ गर्ने अभियानहरू चलाइरहेको छन् विभिन्न सङ्घ संस्था, राज्यका निकायहरूले पनि, तर यो सोचे जस्तो सफाइ हुन सकिरहेको छैन।